गुड इभिनिङ। अब बेलुकाको ड्युटीतर्फ लाग्नु आँटेकै माथि पानी बनाउँदै घाँस जानुपर्ने छ। आज बेलुकाको नजारा चाहिँ एकदम दामी मजाको भइरहेछ। शीतल हावा चलिरहेछ सिरिरी। रेडी भयो अब हिँड्नुको लागि। खुसी अब जाने हो। सिन्ड्रेला को रहेछ हौ? ए सिन्ड्रेला यो को हो? अब लागेको हे घाँसतर्फ डोको बोक्नुपर्छ। दुईजना आए हे पछा डोको हँसिया बोक्नुपर्छ अनि जानुपर्छ। यस्तै छ भिलेजलाई। पानी पनि मरेछ। पानी बनाउँदै अब म यहाँ कटेरा भित्र आए। डोको निकाल्नु पर्छ नि। हँसिया लागेको यस्तै छ ड्युटी। हिँड गाई डुवा गराउँदैछ चाहिँ मेरो बाटी भाइको। नि सिन्ड्रेला एउटा यहाँ पछाडि जो हिँड पापर हेर्नुहोस् है दामी आएको छ। त दामी छ त्यो दामी आएको छ कि स्पल पापर। किरा पनि रहेछ लङ्केको किरा एकदम मस्त अगाएर बसिरहेछ। हिँड उकालो जाँदै थियो पानी बनाउनु। हाम्रो सधैँको खेतला दाजु पेङ्गे दाजु यहाँ दाउरा ओसार्दो रहेछ। सक्नु आँट्यो कहिले? अन्त अङ्गेले भन्दा त 2 डोकोमै दिन जाँदो रहेछ भन्दैछ। ल अब पानी बनाइसक्यो। अब गएर घाँस काट्नु पर्छ। एकदम बेलुकाको कलम। चलो हेर्नुहोस् कस्तो सुनसान छ डरैला जङ्गलै। हिँड सिन्ड्रेला ढुङ्गै कहाँ गयो दुईजना? है ल हिँड ओ मेरो सेक्युरिटीहरू हिँड। फाइनली अब घाँसको बारी पुग्यो। घाँस बारीहरू लगाए। अब घरतर्फ लाग्नुपर्छ। मेरो झोलाहरू अब चाहिँ लागेको घरतर्फ। बारी पुग्यो। कटङ टङ टङ ओह्रालो लाग्यो। गएर आगो सागो फुकेर त्यहाँदेखि चाहिँ
धुपपाती गर्नुपर्छ। धुपपाती सकेपछि सुँगुर चारो लगायो, त्यहाँदेखि बेलुकाको काम खतम।